हेलो गाइज, हामी चाहिँ आज मन्दिर जानु लागेको गइसक्यो बनाएछु आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हेलो गाइज एभ्रिवान, नमस्ते लासो फ्याफुला। हामी चाहिँ आज यस्तो मन्दिर जान लागेको। आज चाहिँ हाम्रो फर्स्ट सोमबार चाहिँ हामी जहिले यसरी मन्दिर जाने गर्छौँ। पूजाको सामग्री, पूजाको सामानहरू माथिको कस्तो हाम्रो चाहिँ यता योलाई चाहिँ माछा बजार भनिन्छ, माछा बजार। अनि त्यो परको डाँडालाई चाहिँ सेती पहिरो भनिन्छ है साथीहरू। हाम्रो चाहिँ त्यो सेतीपुरी भन्छ, यो ठाउँलाई सेतीपुरी नि भन्छ होइन। साथीहरू तपाईँहरू चाहिँ को जानुहुन्छ यसरी मन्दिर साथीहरूसँग सँगै बसेर रमाइलो गरेर? हामी चाहिँ यसरी जहिले फर्स्ट हप्ता कि सेकेन्ड हप्ता कि थर्ड हप्ता कि फोर्थ हप्तामा चाहिँ एक दिन आउँछौँ हामी चाहिँ। अनि आज चाहिँ हामी फर्स्ट हप्ता आएँ। हाम्रो चाहिँ यस्तो छ यो ठाउँमा होइन, के अरे फर्स्ट हप्ता चाहिँ मान्छेहरू आउँदैन त्यति धेरै, तर सेकेन्ड हप्ता चाहिँ उहाँ बोलबमहरू हुन्छ नि पूजा गर्नलाई। हाम्रो चाहिँ यो टेश्वरी महादेव मन्दिर चाहिँ एकदम भाइरल राम्रो ठाउँहरू होइन, मन्दिरहरू छ। हाम्रो चाहिँ यता बोलबमहरू आउँछ। बोलबमहरू तपाईँलाई थाहा छैन होला, तर इन्डियातिरको मान्छेहरू चाहिँ हिँडेर कोही गाडीमा आउँछ, कोही डकाको आउँछ, कोही दुधौलीको आउँछ, कोही कता इन्डिया सिन्डिया जनकपुर त्यतातिर आउँछ। यो त झन् व्रत बस्ने भन्दै थियो साथीहरू। म चाहिँ सक्दिनँ होइन, म चाहिँ सक्दिनँ। यो चाहिँ पोहोर चाहिँ बसेको हो, तर बस्छु भने सकिन्छ पनि है। तर म चाहिँ नेभर, म चाहिँ सक्दिनँ त्यस्ता मुला। भोलि पर्सि को न को हुन्छ त्यस्ता मुलाहरूको व्रत बस। अनि साथीहरू तपाईँहरूलाई एउटा कुरा भन्नु बिर्सेछ, हाम्रो चाहिँ साथीहरूको ग्याङ चाहिँ थुप्रो छ होइन। यो एउटा भयो, यो काहीँ पनि जाँदैन। यो चाहिँ जे भए पनि मसँगै बसिरहन्छ जहिले पनि होइन। त्यो साथी एउटा काठमाडौँमा एउटा कहिले गोलन्जर गयो। हाम्रो चाहिँ अङ्कल यहाँ दर्शन गरेर आउनु भइसकेको छ। हामी त्यहाँ निरा दिदी पनि हुनुहुन्छ, दर्शन गरेर आउनु भइसक्यो। हामी चाहिँ अब दर्शन गर्न जाँदैछौँ भर्खर, हामी चाहिँ भर्खर आएको ल है। हामी चाहिँ आइसक्यौँ है। हेलो साथीहरू, मेरो साथीहरू चाहिँ पूजा गरेर फर्किसक्नु भइसक्यो। फर्किसक्यौँ भर्खर आउहरू चाहिँ केही छैन। सबै दिदी यो छोडेर हिँड न साथीहरू। हाम्रो चाहिँ यस्तो छ है, माथि मन्दिर जानलाई भर्याङहरू छ। सबले साइड लगाएर हामी आएको भने सब साइड छिटो गरेर आयो भनेर यहाँ पिङ्कीले। मन्दिर र तलको यस्तो नजरा। हाम्रो चाहिँ बजार त्यहाँ बस्छ। लड्दैन ओए, झन्डै लडेन। कोही फर्किँदै हुनुहुन्छ, कोही भर्खर जाँदै हुनुहुन्छ। हामी नै भर्खर जाँदैछौँ। हाम्रो टोलीहरू आउँदैछ। हाम्रो चाहिँ यस्तो भर्याङ हेर्नु न साथीहरू, यस्तो ठाडो हो कि। साथीहरू हामी चाहिँ फाइनली माथि आइपुगिसक्यौँ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो दर्शन गर्नलाई साथीहरू। म चाहिँ थाकेँ ल। कसरी अक्सिजन कमी भयो? ए हाम्रो बहिनी बिचरा, बहिनीलाई मैले यहाँ यति धेरै बोक्न लाग्छु कि साथीहरू। यसलाई हेर्नु त, यसलाई मिलाएर जानुपर्ने हो। मेरो चाहिँ हेर्नु न मेरो हालत। अब लाइन उहाँ हामी भित्र पस्ने बेलामा म भिडियो गर्छु, अनि त्यसपछि चाहिँ हजुरहरूलाई देखाउँछ है हाम्रो मन्दिरभित्र चाहिँ कस्तो कस्तो देवताहरू हुनुहुन्छ, कस्तो हुनुहुन्छ, हाम्रो ठाउँ कस्तो छ, तपाईँहरूलाई ए टु जेड देखाउनेछ। त्योहरू फाइनली म चाहिँ बिचमा घुस्रेर आइसक्यौँ होइन। यहाँ हेर्नु न यस्तो भिडमा बसिरहेको छौँ हामी है। हाम्रो आमा कति वर्ष हुनुभयो तपाईँ?
म त भएँ मम्मी 60 भन्नु न आमा के माग्न आउनु भएको म नाति पाती माग्न आएको मलाई थाहा थियो मम्मी यही भन्नुहुन्छ भने तिमीलाई मात्रै हो त अरू जेठाको चाहियो जेठाको काइलाको चाहियो सबैको चाहियो नि त होइन आमा भएपछि नातिले खेलाउनु परेन होइन आमा अनि आजको वेदर चाहिँ एकदम राम्रो हो घाम पनि लागेन त्यति धेरै मदन भर्खर यो बिचको खुजुरा गरिदिनु न हाम्रो यहाँ खुजुरा गर्ने दाइ पनि हुनुहुँदो रहेछ है पापाजको बनाइदिनुहोस् ल हस् धन्यवाद ए पुग्छ है हामी अहिले उहाँहरूलाई जान दिउँ पहिला हाम्रो लड होइन उहाँहरू पूजा गर्नु भ्याएन हाम्रै टोली हो क्या होइन आमा तपाईँ हाम्रै टोली होइन यताबाट चाहिँ जानुपर्छ है यस्तो जस्ट वेट एन्ड वाच आई विल सो यु कस्तो छ हाम्रो मन्दिर भनेर साथीहरू हामी चाहिँ भित्र पसिसक्यौँ यस्तो छ है हाम्रो मन्दिरको भित्रको भ्यू साथीहरू हामी चाहिँ यसरी जानुपर्छ है मन्दिरमा साथीहरू यस्तो स्ट्रगल गरेर आउनुपर्छ हामी मन्दिर यस्तो मादल बज्छ भने जस्तो सुनेको थिएँ मैले होइन हाम्रो मन्दिरमा चाहिँ उताबाट चाहिँ अनि पूजा गर्दै आएर गर्ने हो क्या पूजा गर्ने हाम्रो चाहिँ हालत यस्तो छ है साथीहरू बस्थेँ ल मैले साथीहरू हाम्रो चाहिँ साथीहरू गइसक्यो तर हामी चाहिँ यहीँनिर अर्केर बसिरहेछौँ साथीहरू यता हेर्न सक्नुहुन्छ हाम्रो भगवान्हरू यो मन्दिरको यो भगवान्को चाहिँ एकदम शिव हो होइन यस्तो छ के लास्टै परेछ त मेरो साथीहरु त कहाँ भित्र गएर दम्मा भित्र म चाहिँ आइपुगेँ जिउमा पानी पुगिन्छ साथीहरू हाम्रो चाहिँ यस्तो छ हामी चाहिँ निस्किन लागेको पहिला चमेरा बस्दै हेर न साथीहरू हाम्रो यस्तो छ भाइ हात्तीको सुन भन्थ्यो कता हात्तीको कान पनि छ यता नै हो त घरहरू हाम्रो चाहिँ यस्तो छ के को चमेरा बस्दै पहिला हेर्न सक्नुहुन्छ हाम्रो यस्तो खोइ अर्कियो हो हामी त तपाईँहरूलाई चाहिँ हाम्रो माथि यहाँ यस्तो चढ्नुपर्छ साथीहरू हामी चाहिँ फाइनली निस्कियौँ पूजा गरेर दर्शन गरेर होइन साथीहरू यता नै हेर्न सक्नुहुन्छ यस्तो गुफा छ कि हाम्रो यस्तो ठाउँमा हाम्रो ठाउँमा है अनि यता साथीहरू हामी चाहिँ फाइनली निस्कियौँ लिनु हुँदैन भनेर चाहिँ अनि मैले चाहिँ दाहिने बिजर भयो उता देऊ न त्यो बाँध्ने एकचोटि दिनु हाम्रो चाहिँ अब यहाँनिर पूजा गर्नु यहाँ अनि उता तल पूजा गर्नुलाई अनि त्यहाँनिर पूजा गरिसकेपछि अनि हामी चाहिँ यता टिका लाउने साथीहरू धुपको उसले म सकिनँ ल सरी माफ गरिदिनु होला फाइनली पोहोरको बेलामा त हामीले पूजा गर्नु भएको थिएन अहिले चाहिँ पूजा गरेर साथीहरू म आँखा खोल्नै सकेँ छैन भयो अब
हाम्रो यो धुपको धुवाले मैले आँखा खोल्न सकेन सरी गाइज फुल पनि साथीहरू बन्ती तपाईँले हामी टिका लाउने हो घन्टी बजाएको पनि बनाऊँ न यता हाम्रो टिका लाउने दाजुहरू हुनुहुन्छ है अल्लाम टिका लगाइदियो यहाँ अल्लाम भिडियो बनाऊ मजाले निधारमा ट्याक्क टिको भन्यो नि छैन अगाडि पार्नु पर्थ्यो नि। होइन कालिम्पोङ धेरै म तलाई दिनु साथीहरू अब हाम्रो आउने बाटो यताबाट हो भने जाने बाटो चाहिँ यताबाट हो है अनि हामी हिँडेको अनि पछि चाहिँ पछि कस्तो पछि